हेलो साथीहरू, म चाहिँ आज घाँस काट्न आएको छु। अनि घाँस काट्दै म चाहिँ पुरानो बालापनको कुरा के सेयर गर्नु पर्यो भनेर सम्झेको। यो असार साउन लाग्दो असार अन्तिममा कोलाई त्यस्तो याद छ हैन। मलाई चाहिँ याद आउँछ के त्यस्तो। अब पहिला साउन असारमा चाहिँ एकदमै के हुन्थ्यो भने कहिले साउन लाग्छ संक्रान्ति आउँछ अनि रोटी खानुपर्छ। अनि त्यसपछि रोटी साथसाथै के हो भने राति 2 गते अनि 1 गते बेलुका राति चाहिँ हामी के गर्थ्यौँ भने तिउरी खोजेर तिउरी मसिनो पिनेर है अनि नङमा टाँसेर यो मकैको यो खोसेला हुन्छ नि यसको यो खोसेला म देखाउँछु है त। कतिपयलाई थाहा छ यो खोसेला अनि नङमा एकदम त्यो तिउरीलाई चाहिँ टाइट बाँधेर लगाइन्थ्यो। अनि त्यो टाइट बाँध्नुको कारण चाहिँ के हो भने टाइट बाँधेन भने चाहिँ त्यो रङ आउँदैन भनेर क्या एकदम टाइट कस्ने नसुतिन्जेल चाहिँ हुन्थ्यो। सुति गएपछि त त्यो दुख्थ्यो होला, कति बेला तानेर फ्याँकिहालिन्थ्यो। त्यसरी हुन्थ्यो साथीहरू। हाम्रो त चुरा त सपनै देखिन्थेन नि हो। अहिले पो हरियो चुरा, हरियो साडी, हरियो पोते। ए पहिला त के को हुनु हो। अब यसो हुनेले पिठोको के मकै चामलको पिठो कुटेर रोटी मिठो बनाएर खान्थ्यो। नहुनेले चाहिँ के गरिन्थ्यो भने यो मकै मजाले ओखलीमा कुट्ने, त्यसको पिठो निकाल्ने अनि तोरीको तेल, रिफाइनको तेल पनि होइन साथीहरू, चिउरीको तेल के संक्रान्ति आउनु आँट्यो भने चिउरी पेल्ने हो, चिउरीको तेल। अनि रोटी बनाएर कस्तो रमाइलो हुन्थ्यो। अहिले त खै छैन, हरियो चुरा नि लाउनु मन पर्दैन त्यति, मलाई त रहर लाग्दैन साथी। त्यो तिउरी चाहिँ लाउनु मन परेको थियो, आज भोलि त पाइँदैन रहेछ। यता माथि भाइहरूकोमा थियो जस्तो लागेको थियो, आज हेरेको छैन रहेछ साथीहरू। कोले बालापन चाहिँ सम्झिनु भयो यो असार अन्तिम साउन लाग्दोमा कोले सम्झिँदै हुन्छ बालापन। मैले चाहिँ त्यसरी बालापन त्यसरी बिताएको, त्यसरी गरेको है। कति रमाइलो गरिन्थ्यो त्यसरी। भेला भएर साथी भेला हुने, तिउरी पिन्ने, तिउरी पिन्ने पनि होइन, ढुङ्गामा मजाले पिसेर अनि लाइन्थ्यो साथीहरू। तपाईँहरू त्यस्तो गर्नु भएन कमेन्ट गर्नु ल। म चाहिँ घाँस काट्दै यो कुरा सेयर गरेर तपाईँहरूलाई ल।